हेलो गाइस। यो हाम्रो अलैँची बारीमा बाँदरको टस्कर लागेर खतम बनाइदियो। आफ्नो मेरो भविष्य र मेरो सपनाहरूसँगै खेलवाड गरियो। के भन्नु, हामीले गरिखान आफ्नो नसिबमा थिएन रहेछ। उस्तै पर्यो त्यस्तै पर्यो साथी हो। हाम्रो नेपाल कृषि प्रधान देश भएका कारणले हामी कृषि क्रान्तिमा लाग्नुपर्छ भन्ने एउटा सोच त थियो, तर सोचभन्दा अलिकति मलाई धेरै अलिकति बोझ भएको छ है साथी हो। विशेष गरी यो बाँदर, जङ्गली बाँदर तस्करको कारण धेरै यहाँ समस्या आइरहेछ। विशेष त हामीले यहाँ नगदे बालीको कृषि क्रान्तिमा लाग्नुपर्छ भनेर धेरै वर्ष हामीले यहाँ गुजारिसक्यौँ, तर यो बगान चाहिँ खासै फाइदाजनक भएन। वर्षेनी यहाँ बाँदर डेरुहरूले अलिक छेदविच्छेद बनाइरहेको अवस्थामा म छु। हाम्रो कृषि टेक्निकल सिस्टमको कारणले अलिकति यहाँ समस्या पैदा भइराखेको छ। यहाँ विशेष त कृषिमा आधारित हुनुपर्छ। कृषि बिना कुनै निकास हुँदैन। कृषि बिना कुनै निकास हुँदैन, कुनै विकास हुँदैन। अर्थतन्त्रमा क्रान्ति गर्नुपर्छ। त्यो क्रान्ति हो नगदे बाली र जडीबुटीको खेती। त्यो जडीबुटी बाहेक अरू नेपालको कुनै अर्थ आत्मनिर्भर हुन सक्दैन, आर्थिकतामा आत्मनिर्भर हुन सक्दैन भन्ने सबैको महसुस छ र सबैले यो कुराप्रति चासो राखेकै पनि हो। तर कसैको सफल भए, कसैको विफल भए, यो एउटा आफ्नो नसिबको खेल हो र एउटा भौगोलिकताको खेल हो। भौगोलिक भूभागको दृष्टिको कारणले अलिकति समयानुकूल भएको छैन। यहाँनिर गाइसहरू झारपात पनि धेरै पलाइसकेको अवस्था छ। हामीले विशेष त यहाँ श्रम गर्नुपर्छ। हामी श्रमजीवी वर्गहरू एक साथ हामी आवाज उठाउनुपर्छ। हामी श्रमजीवी वर्गहरू श्रम गरेर खाने हामी नै हो। हामी निम्न वर्गका श्रमजीवीहरू हो। हामी श्रमजीवीलाई कसैले नगन्ने यहाँ परिपाटी र चलन पनि छ। त्यसलाई जनमानसबाट निकाल्नका लागि हामीले यसको भ्रम चिर्नुपर्छ। हामी तत्परताका साथ हामी आफ्नो जमिनलाई बाँझो नराखिकन हामीले आफ्ना देश नेपाललाई आर्थिक समृद्धिमा लानको लागि हामी लाग्नुपर्छ। तर यहाँ आर्थिक समृद्धिका लागि राजनीतिले निकास दिएको हुनुपर्छ, विकास दिएको हुनुपर्छ। समृद्धि सुशासन त मूलधारमा मूलत मूलधार हो। राजनीति भनेको सम्झिँदाखेरि केही होइन, तर मूलधार त राजनीति हो। जुन देशको पनि राजनीतिले स्वच्छ भूमिका खेल्दैन तबसम्म देश र जनताले विकास पाउँदैन, समृद्धि पाउँदैन, सुशासन पाउँदैन भनेर हामीले चाहिँ मैले चाहिँ महसुस गरेको छु साथी हो। होइन, अझ यहाँ पानी सार्ने क्रममा एउटा यो बगानको चाहिँ अलिकति छोटो दृश्यहरू क्यामेरामा कैद गरेको छु है साथी हो। मनन चिन्तन गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भनेर म अनुरोध गर्दछु। म अलिकति पीडित वर्गका पर्यौ है। हामीले टेक्निकल लाइनमा अलिकति अनुभव पनि छैन र मैले विशेष त त्यो भनेर जानकारी गराउँछु है साथी हो।
नमस्कार सेवारो सेवाकी आदाङबे सेवाकी आदाङबे सेवारो सेवाकी तासिदेले फेफुल्ला नमस्ते 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 भनेर म यहाँ सानो ब्लगको यहाँ दृश्य लिँदैछु। आज यहाँ विशेष गरी हामी आएको छौँ र गरेको छौँ। सङ्घर्षको बाटोहरूमा हामी हिँड्दै गए, डुल्दै गए, तर अलिकति यहाँ गडबड भइरहेको छ भनेर चाहिँ हामी जुनसुकै अवस्थामा पनि, जुनसुकै समयमा पनि आफ्ना पाइलाहरू सङ्घर्ष गरेर चाल्नुपर्छ। कहिल्यै हार मान्नु हुँदैन भनेर त भन्ने गर्थ्यौँ, तर हिँड्दा हिँड्दै आफ्ना पाइलाहरू पनि कहिलेकाहीँ थाकिएर कमजोर बन्दो रहेछ भनेर म महसुस गर्दैछु। यहाँ रुखदाक्षीको बिरुवाहरू पनि लगाए पनि अलिकति नफल्ने स्थितिमा छ। विशेष गरी होइन, हाम्रो यस नेपाली परिवेशमा हाम्रो कृषि क्रान्तिलाई प्राथमिकता नदिएको कारणले, मान्यता नदिएको कारणले हामी यहाँ पिछाडिएको हो भनेर चाहिँ भन्न सकिन्छ होला। हाम्रो विश्लेषण परामर्शको निम्ति हामी यहाँ हेरिँदैछ। एउटा सानो ब्लग, छोटो ब्लग गर्ने मेरो विचार थियो, तर यहाँनिर अलिकति गडबड भइराखेको स्थितिमा छौँ र हामी यहाँ पनि यो बगानको चाहिँ अलिकति 4-5 वर्ष अघि त यहाँ तनातन थियो, तर यहाँ बादल तस्करको कारणले अहिले निमेटेन्न भइरहेको अवस्था छ। अलैँची भनेको कालो सुन हो। सुन भएर हामी गुणहरू गन्ने समाज, सुन भएर हामी गुण हेर्ने समाजको परिवेश अवस्था र कृषि क्रान्तिको बाटोहरूमा लम्किँदै गएको मेरो पाइलाहरू चाल्न गाह्रो भइरहेछ। विशेष त होइन, विशेष त त्यस्तो स्थितिमा छ र हाम्रो यो स्थितिलाई चाहिँ बनेर भन्दछु र हामीले बनेर बुझ्नुपर्छ। सम्भवतः बनेर बुझ्नुपर्छ। कृषि हो एउटा निकास। हाम्रो नेपालको मेन मूलधार भनेको कृषि हो, तर राजनीतिले निकास नदिएको हुँदा हामी पछाडि परेको छौँ। विशेष राजनीति नै हाम्रो मूलतः देशका लागि मूलधार र यसलाई नै अलिकति दिशानिर्देशन गर्नुपर्ने स्थिति हुन्छ। जुनसुकै देशको पनि जहाँ राजनीतिको चलखेल, कालो छलकपट, कालो बदनियतको नेताहरू पाएपछि त कहिल्यै पनि हामी समृद्धितिर लाग्दैन। हाम्रो सुशासन, न्यायतिर हामी वञ्चित हुन्छ। हाम्रो नेपालमा विशेष त अन्यायमा परेको पीडितले न्याय पाउँदैन। पाउँदैन। राजाका पालामा राजाको छोराले मान्छे मार्यो भने अरूलाई दोष लाएर कतिपय जेल हालेको इतिहास पनि छन्। यस्तो छन् नेपाल, सतीले सरापेको नेपाल।
तर यहाँ पसिना र श्रमको बजारमा लगानी गर्यो भने यहाँ समृद्धि छ, यहाँ सिङ्गापुर छ, यहाँ अमेरिका छ, यहाँ जापान छ, यहाँ कोरिया छ। तर बुझ्दैन हाम्रो नेपाली समाजले। कसैले दिन्छन् चुनावका बेला काङ्ग्रेसलाई भोट, कसैले अनि सुम्लाउँछ नोट, कसैले दिन्छन् एमाले, कसैले दिन्छन् नेकपा नेपाल कम्युनिस्ट पार्टी, पहिलाको माओवादी। तर ऊ त पहिलाको खाउवादी हो। पुरानो राजनीतिक नेताहरूलाई भोट दिनु भनेको आफ्नो छातीमा बन्दुकको नाली राखेर ताकेर आफैले सुट गर्न बराबर हो भनेर बुझ्नुहोला महोदयहरू। यो हो मेरो भनाइ। सभ्यसँग हामी विचार सभ्यतासँग र आफ्नो परिवेशसँग रहनुपर्छ, तर अलिकति विचारको खेलहरू यहाँ हुनुपर्छ भनेर म भन्दछु। नमस्कार, नमस्ते, नमस्कार।